अब त बोल्दै बोल्दिन किन बोल्नु भनेर भनेको है। नेपालमा राजा मान्दैनौँ भन्छन् होइन। जति पनि बिल्डिङहरू जलाएको छ त्यो सबै राजाले बनाएको थियो। आज यो कुहिएका दलालहरूले त केही पनि बनाएका थिएनन् के। तैपनि मैले यो राजनीति चाहिँ बुझ्दै बुझिनँ, कतैबाट नि बुझिनँ। मैले यसको पजल मिलाउन त कोसिस गरिरहेको छु होइन, तर बुझ्दै बुझिनँ। शेरे दम्पति पिटिए, ओली बा भगाए, कसैले भगाए। तर यो चण्डे मुण्डे प्रचण्डे भन्नेको सुनसान छ, कहाँ गुमनाम छ, यसको कोही पत्तो अत्तो छैन। र यो जो जेन्जी हुम भन्छन्, त नक्कली हो म सक्कली हो भन्दै आफूमा फाइट गरिरहेको अवस्था छ। अनि यहाँ भन्छ सिआइएको दलाल सुसिया कार्कीको प्रधानमन्त्री भयो भन्छन् कोही। बुझाइदेऊ त कसैले के हो।